क्षेत्रीय यात्रीलाई मञ्चमा बोलाउँदै तयारी अवस्था बनाउनको लागि अर्को नाम हिरे समाज। मैले हिला नगरी मेरो सानो मुक्तकबाट स्टार्ट गरेँ। ए हजुर मेरो त पिरतीमा पनि जाल झेल र साजिस परेको छ, त्यसैले होला आजभोलि अलिकता पिउने बानी परेको छ। र अब म मेरो कविता सुनाउन लागिरहेछु। यो सहर र रहर, सहर बेग्लै छ यहाँ अनि रहरहरू पनि बेग्लै छ यहाँ। त्यही रहरभित्र लुकेको आँसुको कथा पनि बेग्लै छ यहाँ। आँसु देखाएर रुने हो भने हाँस्नेहरूको बथान बेग्लै छ यहाँ। त्यही कथा र त्यही व्यथाले त्यही कथा त्यही बेग्लै छ यहाँ। आँसुले मेरो अलिकति बिग्रियो त्यसैले कथा बेग्लै छ यहाँ र आँसु बेग्लै छ यहाँ। आँसु देखाएर हाँस्ने हो भने हाँस्नेहरूको जमात पनि बेग्लै छ यहाँ। चियाको चुस्कीसँगै सपना बेच्नेहरूको पनि कथा बेग्लै छ यहाँ। चियाको चुस्कीसँगै सपना बेच्नेहरूको पनि कथा बेग्लै छ यहाँ। दिनभरि पसिना बगाएर बाँच्नेहरूको पनि कथा बेग्लै छ यहाँ। हुक्काको धुवाँभित्र सपनाको संसार साट्नेहरू पनि बेग्लै छ यहाँ। आँसु र रोदन बीचको सङ्गममा बाँच्नेहरूको जिन्दगी पनि बेग्लै छ यहाँ। विस्कीको चुस्की अनि माया पिरतीको कथा साट्नेहरू पनि बेग्लै छन् यहाँ। बिहानै उठेर हतार ड्युटी जानेहरूको कथा पनि बेग्लै छ यहाँ। कथा बेग्लै छ यहाँ, व्यथा बेग्लै छ यहाँ। तपाईँ हामी देख्नुमा सबै एउटै भए पनि भित्री मनको कथा बेग्लै छ यहाँ। भित्री मनको कथा बेग्लै छ।